जय मसी ल म अनि हाम्रो भाइको तर्फबाट आज हामीहरू यो बागलुङको बुर्तिबाङ भन्ने ठाउँमा छौँ अनि यहाँ यो होटल दरबारमा हाम्रो कन्फरेन्स चल्दैछ। आज चाहिँ दोस्रो दिन हो अनि हामी एकदम खुसी छौँ। यो ठाउँमा यो ठाउँको व्यक्तिहरू एकदमै राम्रो हुनुहुन्छ, एकदमै सेवाका राम्रो भइरहेको छ। भाइलाई सब्सक्राइब गरिदिनुहोस् भाइको च्यानललाई अनि साथै मेरो भाइलाई परमेश्वरले प्रशस्त आशीष दिनुभएको होस्। पहिलो भेट हो, आशा छ फेरि भेट्नेछु। बिआरजेलाई सब्सक्राइब फलो गरिदिनु होला। म खुट्टा हान्नुपर्छ। गाइस हाम्रो चाहिँ यहाँ फोटो सेसन हुँदैछ है अनि कसले कसको फोटो खिच्ने कसले कसको फोटो खिच्ने एकदम बिजी हुनुहुन्छ उहाँ चाहिँ है। लास्टै आपत पार्नु भएको छ। गुड मर्निङ है, आजको नेक्स्ट डे है। सबैजनाले चाहिँ एमएससी उठिसक्नु भएको म चाहिँ उठिसकेको छु अनि अहिले चाहिँ हाम्रो फेरि कार्यक्रम स्टार्ट भएको छ। अब चाहिँ अहिले सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। बहिनीहरू हिँड्दै हिँड्दै आइसक्नु भयो है। जय मसी जय मसी। सो त्यही नै तपाईँहरूलाई देखाउनेछौँ अनि जुन आजको हाम्रो कार्यक्रम चाहिँ फेरि अझ नेक्स्ट हाम्रो चाहिँ हाम्रो डे 2 डे हुन्छ। हाम्रो चाहिँ 1 डे भयो अनि आज डे 2 है हो। यो छुट्टी होइन मेरो भ्लग हेर्छ नि ओहो ल। हामी चाहिँ अब हाम्रो माथि चाहिँ कार्यक्रमहरू हुँदैछ अझै अनि हामी चाहिँ यहाँ तल छौँ। अब हामी अझ धेरै कार्यक्रम गर्नु छ अनि जस हामी त हेर्नुपर्छ है गाइस। हजुर हाम्रो चाहिँ 5 रुपियाँ ल मेरो भ्लगमा चाहिँ देखिनु पऱ्यो कि तपाईँ। हेलो 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 जय मसी भनिदिनु त। जय मसी जय मसी जय मसी। भाइको के छ? मेरो बिआरजे ल बिआरजेलाई सब्सक्राइब फलो गरिदिनु होला। ल अनि यो हाम्रो चाहिँ फोटो सेसन हुँदैछ यहाँ चाहिँ। सुस्मिता खिच ल। अनि ठिक छ सर, ठिकै छ एकदम 80 रुपियाँको एकदम अरू केही अरू त अब हिजो सुतै हाम्रो 12 बजे भयो अनि रेड बुल पनि खाँदाखेरि पेटलाई अलि तपाईँ घर निम्तै स्पेसली धरा नि त धेरै भयो धरा फर्स्ट सेट हेरेर अब आएको कस्तो लागिरहेको छ अब यस्तो एकदम डेभलप रहेछ, रिफ्रेस टाइप हामी हेर्न सक्छौँ है। सो यहाँको तपाईँले के भन्न चाहनुहुन्छ? हजुर के भन्न लाउनु भएको छ तपाईँ लगाउनु भएको मलाई सञ्जितलाई एकदम सिरियस तरिकाले के भन्न लाउनु भएको छ एकदम। लास्टमा यस्तो भ्लगमा के भन्नु केही भनिदिनु नि तपाईँ त्यस्तो बनाएर सिमन कार्की युट्युब छ। हजुर मेरो चाहिँ बिआरजे भ्लग छ कि। ए जय मसी ल म अनि हाम्रो भाइको तर्फबाट आज हामीहरू यो बागलुङको बुर्तिबाङ भन्ने ठाउँमा छौँ अनि यहाँ यो होटल दरबारमा हाम्रो कन्फरेन्स चल्दैछ। आज चाहिँ दोस्रो दिन हो अनि हामी एकदम खुसी छौँ। यो ठाउँमा यो ठाउँको व्यक्तिहरू एकदमै राम्रो हुनुहुन्छ, एकदमै सेवाका राम्रो भइरहेको छ। भाइलाई सब्सक्राइब गरिदिनुहोस् भाइको च्यानललाई अनि साथै मेरो भाइलाई परमेश्वरले प्रशस्त आशीष दिनुभएको होस्। पहिलो भेट हो, आशा छ फेरि भेट्नेछु। सो गाइस फाइनल्ली हाम्रो चाहिँ है मैले चाहिँ बहिनी रामासँग चाहिँ भिडियो बनाउन पाएँ। उहाँले चाहिँ के कुरा भन्नु भयो होइन, तपाईँले एकदम सहयोग गर्नुहुन्छ भन्ने मलाई आशा छ। सो यहाँबाट धेरै भिडियो चाहिँ बनाउनु पाइँदैन होला उहाँसँग। जय बहिनी जय मसी रिपोर्टिङ अन ड्युटी छ भनेर त ड्राममा खुट्टा हान्नुपर्छ। सेवास आजको डे 2 है गाइस। यो चाहिँ हिजो डे 1 योभन्दा पहिलाको डे 2 को माहौल चाहिँ उस्तै छ हेर्न सक्छौँ हामी चाहिँ।
फाइनली है हाम्रो त्यहाँ फोटो सेसन हुँदैछ अनि बहिनी राम सर चाहिँ उहाँ हुनुहुन्छ पास्टर है त्यहाँनिर एकदम तरिकाले सुमदान त्यहाँ बस्नु भइरहेछ एकदम फोटो सेसन हुँदैछ यता है तपाईँले फोटो खिचौँ भएन पास्टरसँग म अगाडि ए होइन उहाँसँग त भइरहेछ तर पालो परिरहेको ओ ठिक छ तपाईँले भन्नुहोस् त कि फोटो खिच्न मन लाग्यो नि तपाईँलाई हजुर फोटो खिच्न मन नलागेको फोटो खिच्न मन लाग्थ्यो होला तर एक दिन म त्योभन्दा खतरा सेलिब्रेटी बन्छु त्यसपछि त अब मलाई नि मान्छे त्यस्तै आउला नि सो पारा ल गाइजहरू है गाइस हाम्रो चाहिँ यहाँ फोटो सेसन हुँदैछ है अनि कसले कसको फोटो खिच्ने कसले कसको फोटो खिच्ने एकदम बिजी हुनुहुन्छ उहाँ चाहिँ है लास्ट आपत पार्नु भएको छ एकदम फोटो सेसन हुँदैछ यता चाहिँ है बिचरा फोटो खिच्नु लागेन न भाइ त एकदम हजुर चाहिँ अब हिँड्न लाग्नु भएको छ अब है यहाँले अब फोटो सेसन लास्ट सेसन है उहाँ दुईजनाको पास्टरको फोटो खिच्दै हुनुहुन्छ सो अब चाहिँ उहाँ जाने गाडी चाहिँ आइसक्यो अब उहाँ चाहिँ जानुहुनेछ पास्टर आएको चाहिँ है सबै सामानहरू हिँड्नुहुन्छ सेवागामी हुनुहुन्छ उहाँ चाहिँ धन्यवाद मेरो त सबै यहीँ हो ए मेरो प्रोजेक्टहरू माथि छ नि त अहिले गएर आएर लियो भन्नुहुन्थ्यो हो के हालिसकेको छैन होला कति लास्टिङ गर्छ तपाईँको यो ब्याट्रीले एक दिन गर्छ यसले एक दिन हल्का हल्का गर्ने नि त भ्लगिङ काम गर्छ हल्का हल्का गर्दा त लामो गर्छ है माथि चाहिँ भेट्नु होइन बस यहाँ नि भेट्न पर्छ नि फेरि भेट हुन्छ ल ल बाई बाई दिदी चाहिँ जाँदै हुनुहुन्छ यहाँ सामान बोकेर थोरै पहिला ब्लगिङ गरेर आज लास्टै राम्रो लाग्यो त्यही भएर हामीलाई चाहिँ भोको आएर मन लाग्छौँ यहाँ त दाइहरू जाँदै हुनुहुन्छ यहाँ चाहिँ शिवन दाइ हुनुहुन्छ यहाँ चाहिँ राधिका दिदी हुनुहुन्छ हाम्रो गाइड देखाउने अनि यहाँ चाहिँ दिदी यता फर्किनु त यता फर्किनु त यहाँ चाहिँ एउटा दिदी हुनुहुन्छ अया भन्दै फर्किनु भयो यहाँ चाहिँ दिना भन्ने एउटा दिदी हुनुहुन्छ दिदी नभनाऊ मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ उहाँबाट चाहिँ एउटा दिदी आउने हुनुहुन्छ सुशीला दिदी आउने हुनुहुन्छ अहिले चाहिँ म कमेडी गर्दैन है भयो गर्नु न गर्नु गयो कि लाज लाग्दैछ मलाई तपाईँको नाम चाहिँ के नि रामजली बुढा मगर तपाईँ यहाँ चाहिँ गीता दिदी आउँदै हुनुहुन्छ एकदम गाडी आउनु थियो क्यामेरामा मिलाइदिएको त हाँसिहाल्नु भयो नजाउनु लोङ खाने रामजली गीता चाहिँ निशा दिदी हो धेरै कहाँबाट आउनु भाइ के लिएर आउनु मैले गेम लेखेँ हजुर कहाँबाट आउनु विदेशदेखि हजुरको नाम के हो धालेन्द्र शैली हजुरको नाम के हो त्यस्तो होइन के रिचार्ज ल्याउनु रिचार्ज 50 रुपियाँ दिनु कसम दिन्छ व्यापारी प्राइस हेलो ल गाइजहरू हामी चाहिँ है सामानहरू बोकेर चाहिँ हिँडिरहेको छौँ अहिले चाहिँ एकदम गाइजहरू होइन पठाउनु भयो
बहिनीहरूले एकदम तरिकाले पोखर हिँडिरहेछन् के छ निशा के छ ठिक छ साँच्चै हो फेरि गएर दाइले मलाई अस्ति गरेन भएर उहाँ बिचमा होइन एकदम यो फिर्ता गर्नलाई उहाँदेखि हो होइन ल थ्याङ्क यू है ल सो गाइजहरू हामी चाहिँ हिँड्दैछौँ है स्केटिङ खेल्न आएको छ अनि यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ शिवन दाइ अनि हामीले चाहिँ भर्खर रिलेट साथीहरू अनि यहाँ चाहिँ हाम्रो ग्रुप आम साथीहरू हजुर कस्तो लागिरहेको छ स्केटिङ खेल्ने भनेर लास्टै ठकाइरहेको छ दुना हजुर कस्तो लागिरहेको स्केटिङ खेल्न आउँदा बहुत अच्छा अब हामी इन्ट्री गर्ने हौ साथीहरू यहाँ चाहिँ हाम्रो दाइहरूले जुत्ता लाउँदै हुनुहुन्छ खेल्न आउँदा भन्दै हुनुहुन्छ फर्स्ट टाइम भन्दै हुनुहुन्छ हाम्रो दाइले अब हामी चाहिँ आइसकेको गाइजहरू सो हाम्रो चाहिँ आज कार्यक्रम भइसकेको छ होइन धेरै काम पछि अब सबलाई हामीले पठाइसक्यौँ होइन यहाँ बहिनीहरूले चाहिँ भाडा माग्दै हुनुहुन्छ हेलो बहिनीहरू यता हेर ल